भएन पुरै बस्नुपर्छ यसरी पुरै बस्छ पास न हो जम्मा पास त हो नि जम्मा चाँडो ल यो हो के यो 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 फोहोरहरू छ नि यो फोहोर हो यहाँ तल सब होइन यो खाएपछि सही ठाउँमा राख्नुपर्छ भन्ने कुरा थाहा छ कि छैन कसैलाई हामी सब एजुकेटेड पर्सनहरू है यत्रो खाइन्छ उस गरिन्छ त्यसपछि डस्टबिन छ त उता पछाडि डस्टबिन छ डस्टबिनमा लगाएर राख्नु है अनि फालिदिनु त्यता जलाउनु त जलाइरहेको रहेछ तर पनि यो राम्रो होइन यसरी फालेको डस्टबिनमा लगाएर राखेको राम्रो हो यो धार्मिक स्थल हो पोहोर चाहिँ नगरौँ हेलो एन्ड नमस्कार एन्ड गुड मर्निङ सबैजनालाई एन्ड वेलकम ब्याक टु माई च्यानल है एन्ड आज चाहिँ म कहाँ जान लागेको छु भन्दाखेरि बिहान बिहान रेडी भएर आइएम एक्साइटेड अनि जाँदैछु राइड सर्टेड राइड मतलब 2 घन्टा र आधा लगभग 30 मिनट जति लाग्छ होला म चाहिँ जाँदैछु दुप्चेश्वर महादेव अनि लेट्स सी अब जाँदै गर्दाखेरि बाटोमा के छ कस्तो छ बाटो कन्डिसन एन्ड त्यहाँ पुग्नको एक्चुअली टाइम कति लाग्छ अनि कुन वे जानुपर्छ होइन त्यसको लागि चाहिँ म तपाईँहरूलाई इन्फर्मेसन दिँदै गर्छु तपाईँहरू चाहिँ मेरो भिडियोसँग जोडिँदै गर्नु होला एन्ड देन म चाहिँ जाँदैछु अब म रेडी हुन्छु एन्ड देन आफ्टर पेट्रोल हाल्नु छ पेट्रोल हाल्छु अनि साथी आउँदैछ साथीहरू आएपछि मुभ हुनुपर्छ है अब बाटोमै भेट्नुपर्छ पेट्रोल हाल्ने बेलामा ल अब चाहिँ मैले गाडी वार्मअप गर्दैछु टक्क मेरो गाडी वार्मअप हुँदैछ अनि अब चाहिँ पेट्रोल भर्न जानुपर्छ म चाहिँ गाडी वार्मअप गरेर पेट्रोल भर्न गएर सामाखुसी चोकमा साथीलाई वेट गर्छु त्यही हो गाइस अब चाहिँ निस्किन रेडी हुँदैछु अहिले चाहिँ ट्याक्क म सिटी स्क्वायर आइपुगेँ होइन सिटी स्क्वायर यहाँ अगाडि चाहिँ पुलिसको पेट्रोल पम्प छ भन्ने सुनेको थिएँ द्याट्स वाइ आइ एम कमिङ हियर अनि अब चाहिँ म ट्याक्क पेट्रोल हालेर यहाँ साथीहरूलाई वेट गर्छु तर पेट्रोल पम्प खुलेछ कि खुले छैन भन्ने कुरो हो अझै पनि साँझै नै छ अहिले ठ्याक्कै 6:30 हुन लागिसक्यो हामी चाहिँ खासमा 6 बजे मुभ हुने भन्दै थियौँ अब त्यही त हो अब नेपालीको टाइम द्याट्स अब भनेको टाइममा त्यस्तै हो होइन अब मैले चाहिँ पेट्रोल पम्प हेर्दै जानुपर्ने हुन्छ राइट साइडमा राइट ठ्याक्कै अहिले चाहिँ सिटी स्क्वायर अगाडि चाहिँ म साथीलाई वेट गर्दै बसेछु भर्खर पेट्रोल पनि हालियो मैले त आज पेट्रोल 1000 रुपियाँको हाल्दा भरिन्छ होला भनेको त धेरै नै कम भएको रहेछ यार नभरियो अझै 200 रुपियाँको त एक्स्ट्रा जाँदो रहेछ 1200 सम्मको जाँदो रहेछ त्यही हो अनि बिहानको काठमाडौँको माहौल यस्तै छ है अनि अब साथीहरू चाहिँ यताबाट आउँछ बौद्धबाट अनि हामी चाहिँ यहीँबाट जाने हो त्यही भएर यहाँ चाहिँ म वेट गर्दैछु फोन गर्छु म कति टाइम लाग्छ है त अनि यहाँ चाहिँ हाम्रो प्लाटिनियम फिटनेस एन्ड स्पा रहेछ होइन छ म पनि गएको छु तर बेस्ट छ है जिम चाहिँ ओपन भइरहेछ आज स्याटरडेको दिन पनि त्यही हो मजा छ है दामी छ त्यहाँबाट मजाले भ्यूहरू देखिन्छ हेर्नको लागि बवाल छ ल अब चाहिँ सबजना आएर रेडी अब हामी चाहिँ यहाँदेखि मुभ हुन लागेको है त उहाँहरू चाहिँ ब्याग चाहिँ पुरै खाँच्दै हुनुहुन्छ आमामामा त्यो जुत्ता है त्यो स्कुटी भाँचिन्छ होला है अब भाँचिन्छ त्यो अब यतापट्टिबाट भित्र छिर्ने रहेछ यहाँ टक्क यहाँबाट होइन अनि यहाँ चाहिँ पेट्रोल पम्प छ अनि पेट्रोल हाल्नको लागि चाहिँ सबजना यहाँ बस्नु भएको छ त्यही भएर अब चाहिँ हामी यहीबाट सर निस्केर जाने हो अरे मासतिर अब लेट्स सी है बाटो कस्तो छ के छ हेर्दै जानुपर्छ अगाडि बढ्दैछौँ हामी भित्रबाट जाएर अब यहाँबाट बाहिर निस्किने होला क्या हामी चाहिँ होइन मलाई चाहिँ एक्ज्याक्टली बाटो थाहा छैन साथीलाई चाहिँ बाटो थाहा छ त्यही भएर म चाहिँ साथीको पछि जानुपर्ने हुन्छ धेरै होइन जम्मा 45 किलोमिटर 43 किलोमिटर कति हो
बाटो थाहा भयो भने त फेरि लगभग 1 घन्टा 45 मिनट त्यतिमा त कभर भइहाल्छ बाटो राम्रो छ भने त है अफ रोड छैन भने अहिले चाहिँ हामी ट्याक्कै त्यो बाटो नछोडिकनै आछौँ है अनि बिचमा चाहिँ अलिकति उकालो रहेछ त्यही बाटो नछोडी आएको मैले चिसो त चिसो छ यार अहिले त अलि लङ टुर हिँड्दा त अझै पनि चिसो रहेछ त्यो ठुलो ज्याकेट लगाउनु पर्दो रहेछ केही छैन फेरि दिउँसो फेरि घाम लाग्छ क्या मजाको अनि एकदम पोल्छ क्या त्यही भएर पनि यो लगाएर आएको मजाले त्यो बाटो नछोडिकन जाँदैछौँ अझैसम्म त हामी बिहान नि कति भिड हो यार आमा यहाँ त पुरै सब्जी मन्डी रहेछ त यार बिहान सब्जी किन्ने ताजा सब्जी है ताजा सब्जी साइडमा चाहिँ ताजा सब्जी बिक्री भइरहेछ हामी चाहिँ अब सिधै जाइछ सिधै तल कतै दायाँ बायाँ नगर्ने सिधै जा है यहाँ चाहिँ मजाको ढुङ्गा बिछाइरहेको तर काठमाडौँमा म्याक्सिमम् ठाउँहरूमा यस्तो ढुङ्गा बिछाएको देख्न पाइन्छ यो एकदम पर्मानेन्ट हो नि यो भनेपछि यो न फुट्छ न के हुन्छ यार पिच जस्तो भत्किने सत्किने डर पनि हुँदैन के यो ढुङ्गा फुटेरै जाने हो नत्र भने दब्ने मात्रै हो मिठाई सिठाई बिहान भुजाको डल्लो यहाँ त पानी तालसाल रहेछ त्यो बब्बाल मन्दिर तर काठमाडौँमा जति मन्दिर त कहीँ पनि छैन होला है अब यहाँदेखि चाहिँ हामी सिधा तलतिर लाग्नु पर्ने हुन्छ यहाँ माथि त यार उस जस्तो देखिँदो रहेछ यो त पाल्पा गाउँ जस्तो देखिँदैछ कि त माथि त हेर्नु त ठ्याक्क त पाल्पा पनि त्यो माथि डाँडा छ होइन अनि डाँडाको तलपट्टि टक्क घरहरू छ नि त छ्याप अनि माथि चाहिँ के छ भन्दा सल्लाहघरी छ नि त यहाँ पनि सेमै देखिँदो रहेछ यस्तो बबाल देखिने अब टक्क गाउँतिर छिरियो जस्तो भएको छ बल्ल बबाल कुदी चाहिँ स्कुटी त के हो तर यो स्कुटी बबाल दुगुर छ यार 125 को क्या हो यता त तोरीबारी सोरीबारी सरर हामी त हेर्दै जाने हो गाई हेर्दै जाने हो धेरै कुदेर काम छैन टोखा नगरपालिका अब यहाँबाट छिरेर सर यहाँ त पुरै गाउँको बिचबाट छिर्दै जाने रहेछ क्या पुरै घरहरू सानो बाटो है घुमाउरो चाहिँ बबालै घुमाउरो छ यहाँ चाहिँ चुनावको प्रचार भइरहेछ स्वतन्त्र पार्टी घन्टी चुनावको चहलपहल चाहिँ हरिपै लागेछ है हरिपै लाग्छ तपाईँहरूले कहाँदेखि कोले हेर्दै हुनुहुन्छ अनि भन्नु होला त्यता कतिको लागेछ है अब ल हामी चाहिँ अब चाहिँ जङ्गल चढ्दै मास्तिर चढ्दै हो अब सर हामी भन्दा नि मै हो अरू त है अब त्यो अगाडि बुलेटमा साथीहरू टक्क गएछ साथी र दिदी यहाँबाट त बबालै भ्यू देखिँदो रहेछ यार मजाको है बबाल त्यही हो अब जति माथि गयो त्यति राम्रो देखिँदै जान्छ अब गोलाबारी अरे यहाँबाट तलपट्टि चाहिँ बबाल भ्यू देखिँदो रहेछ क्या यहाँ बसेर एकैछिन हेरेर स्टे हेर्दा राम्रो हुन्छ है यहाँबाट त मजाले देखिन्छ त्यता हेर्ने चक्करमा फेरि गाडी उता कुदिजान्छ है यो त उकालो फेरि ठाडै उकालो रहेछ र अब
अनि पिच त पिचै तर यस्तो खाले पिच रहेछ कि यो ह्यान्डमेड पिच जङ्गलको बिचबाट छिर्दैछौँ हामी यो पनि बगालै रहेछ जङ्गलै जङ्गल अनि उकालो उकालो रहेछ क्या बाटो अलि टर्निङ सानो सानो छ अनि अर्को गाडी आयो भने चाहिँ मजा हुन्छ कि त्यही भएर अलिकति सम्हालेर चलाउनुपर्छ फेरि बाइकमा हावा धेरै चेक गर्छु भनेको फेरि आज पनि बिर्सेछु मैले फेरि मलाई कस्तो उफारे जस्तो लाग्छ कि धेरै ग्रुप 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 भएर देखिरहेको छ यहाँबाट तर यहाँबाट तल फेरि कहाँ जान्छ भने थाहै छैन कि हजुर यहाँबाट कहाँ जान्छ यताबाट कता जान्छ नुवाकोट अच्छा हजुर अल्छी त लागेन मलाई त अल्छी त लाग्दैन कि तर बबाल देखिरहेको छ यहाँबाट तल चाहिँ नुवाकोट जान्छ अरे त्यही हो यहाँ माथि जङ्गल यार बबाल देखिरहेको यार हरियो है तर यहाँ त बहुत शीत पर्छ होला यार जाडो महिनामा त अहिले जाडो त अहिले पनि जाडै छ कि तर पनि शीत पर्ने मौसममा त बबाल यार यस्तो बबाल देखेको अलि उताबाट झन् पुरै जङ्गलको बिचबाट रहेछ कि निकुञ्ज एरिया परेछ यो अनि त्यो माथि चाहिँ आर्मी क्याम्प छ अनि त्यही हो उस गाडी आउँदा चाहिँ गाडी चाहिँ इन्ट्री गरेर आउनु पर्दो रहेछ क्या बाइकहरू चाहिँ पढ्दो रहेछ गाडीहरू चाहिँ इन्ट्री गर्नु पर्दो रहेछ हो पारिपट्टि चाहिँ घाम लाउन सुरु भइसक्यो छ उहाँ पारि जङ्गल चाहिँ भोगालै देखिरहेको छ गाउँदेखि तलतिर झर्दैछन् मजाले सर ओह्राले झर्ने पुरै तर मलाई चाहिँ गाउँहरू बबाल लाग्यो है बबाल दामी अब चाहिँ हामी एकछिन यसो विश्राम गरिन्छ कफी सफी खानको लागि अनि कफी खाएर अनि वासरुम गएर टिएपी टाप हानिदिनुपर्छ है त यहीँ रहेछ ठ्याक्कै वासरुम पनि तर गाउँ चाहिँ बबाल है बबाल नास्ता खाइयो अब यहाँबाट हामी चाहिँ मुभ हुन लाग्यो तर अहिले चाहिँ बाइक दामी देखिएछ क्या अझ डबल बस्दा झन् राम्रो देखिँदैछ लोड राम्रो पुगेछ यसलाई तर मैले यो जसले गाड्छ नि यो अझै त्यहाँ पनि अर्को पनि हाल्यो कस्तो राम्रो देखिन्छ होला बस्न फेरि गाह्रो हुन्छ तर दुईटा हेभी बस्दा त बबाल भएको छ त बसेर चलेछ गाडी केही हुँदैन 100%। ल अब चाहिँ हामी मुभ भएको है त गुरुङ गाउँबाट हामी मुभ हुँदैछौँ अहिले त मजाको घाम लाग्छ बबाल मजा आछ है अब चाहिँ गर्मी हुन्छ एकछिनपछि यहाँबाट चाहिँ बबाल सिन देखिँदो रहेछ यार पारिपट्टिको सर र सबजना यहाँ बसेर हेरिदिएछ अनि यहाँ सेरी के बेच्नु हुँदो रहेछ यहाँ च्याक्को घाम पनि लाग्दो रहेछ यहाँ चाहिँ बबाल यार यहाँबाट पारिपट्टि पनि बबाल सिन देखिरहेछ राइटमा अब हामी चाहिँ घुम्दै तल झर्ने रहेछ अहिले साँझ आउँदा चाहिँ यहाँ बस्नुपर्छ एकछिन यसो बसेर हेर्नुपर्छ भ्यूहरू
तर बाटो चाहिँ बबाल छ यार, दामी यार। साँघुरो छ बाटो तर पनि दामी, जङ्गलको बिचमा यस्तो बबाल बाटो छ यार। राइड गर्नको लागि सर्टेड राइड त बबाल छ, मजा। सर्ट राइडको लागि बबालसँग घुमेर तर बाटो चाहिँ लास्टै घुमाएर रहेछ यार, हाइलाक्स। ओइ बबाल देखेछु पारिपट्टि त यार। यस्तो आउँदा कस्तो रमाइलो लाग्छ यार, एकदम गाउँ है। यस्तो मजाले त्यो पुरा पहिलाको जमानाको याद आउँछ क्या, त्यो बच्चाको बेलाको एकदम भाइब आउँछ कि। ल हेर्नु न, यस्तो बबाल छ है ठाउँ, यस्तो दामी। चापाबोट अरे यो ठाउँलाई, चापाबोट भन्दो रहेछ। यहाँबाट त बबाल देखिँदो रहेछ पारिपट्टि यार। ओए दामी है गाइज, दामी यार। यहाँबाट चाहिँ मेरो यस्तो बबाल देखिन्छ हेर्नको लागि भ्यूहरू। मेरो लेफ्ट साइडमा चाहिँ बबाल देखिरहेको छ। बाटो चाहिँ ओह्रालै रहेछ, अनि घुमाउरो साँघुरो छ बाटो चाहिँ। अलिकति ख्याल गरेर आउनु होला आउँदाखेरि होइन, धेरै स्पिड चाहिँ नहिँड्नु होला। मजाको गाउँ छ है, यहाँबाट बसेर सर गाउँ हेरेर भिजिट गर्न पनि सक्नुहुन्छ। कहाँ सुसु गरिदिएको बाजेले त्यही बाटोमा, अलिकति छेल पारेर गर्दा नि हुने त यार। बाटो चाहिँ लास्टै साँघुरो छ यार। बाटो साँघुरो अनि त्यही माथि ओह्रालै रहेछ क्या। यो बाटो पहिला अफरोड हुँदा पनि कस्तो थियो होला यार, लास्टै गाह्रो थियो होला अफरोड हुँदा यार। यति माथि उठाएको छ यार। माथि गाउँमा अनि माथि डाँडामा रहेछ, अनि घाम पनि ट्याक्क लाग्ने होइन, त्यस्तोमा त बस्न पनि मजा आउँछ यार घरमा। उयो माथि क्या केरासेरा तोरी होला, तोरी हो कि गाउँ हो यार त्यो, हरियो बबाल। त्यस्तो माथि पनि यस्तो दामी घर बनाएर राखेको छ यार। तर त्यो बस्नु त त्यस्तैमा ठिक हुन्छ क्या। यस्तो बबाल देखिरहेछ पारिपारि पनि गाउँहरू। पक्का पाल्पातिर आएछ लाग्छ अहिले त मलाई त। गाउँ है यार, गाउँ हो कि चाउँ हो, हरियो है। सफल पाहुना घर अरे यो गाउँ भनेको गाउँै हो क्या। कसम बवाल यस्तो बवाल हुन्छ कि होइन। बन्दाको खेती रहेछ यहाँ, बन्दा जे कुरा पनि एकदम मजा आउँछ क्या गाउँमा बस्दाखेरि। एकदम भाइबै अर्कै हुन्छ है।
यो बजारमा चहलपहलै धेरै हुने, क्राउड धेरै होइन, बिजी लाइफ भागेको भागे। गाउँको लाइफ अर्कै छ नि यार। हेर्नुहोस् यहाँ अम्लिसो कुचो बनाउने उस काट्ने बेला भएछ यो पनि। अब गाउँको टौवा यस्तो हुन्छ। ओइ मब्बाल कस्तो रमाइलो लाग्यो यार। आलु अझै आलु त मरेकै छैन त यहाँ, भर्खर नयाँ रोपेको आलु हो क्या। अब यही त हेर्ने हो है, घुम्न भनेको पछि यही ठाउँहरू हेर्ने, मजाले आरामसँग है। कस्तो राम्रो तासेको हो यार बारीको ढिक पनि यार। यहाँ चाहिँ के प्रोजेक्ट बन्दै रहेछ है, के भन्दो रहेछ, ठुलै केही बनाउँदैछ नि क्या प्रोजेक्ट त ठुलै जस्तो छ त। यस्तो छ क्या। ओए दामी है दामी। अब चाहिँ हामी तल झर्न लागिएछ। ओए कस्तो दामीसँग बनाएर राखेको यार होइन। अनि बारी पनि यस्तो बबाल, त्यो खेतहरू पनि कस्तो मजाले तासेको क्या। ओए यहाँ त खेतीबाडी दामी खेतीबाडी हुँदो रहेछ यार। अझै तल के लगाउँदै हुनुहुन्छ होइन। गाउँ हो क्या यो चाहिँ, यस्तो बबाल भएछ गाउँ पनि हरियै है। तर बबाल लाग्यो मलाई त यार। झन् यता आयो झन् बबाल देखिरहेको छ क्या ठाउँहरू। झन् अगाडि आयो झन् दामी दामी आएको छ, झन् अगाडि आयो झन् दामी दामी आएको छ यार। हुन्छ नि क्यामेरा बन्दै गर्न मन नलाग्ने गरी के सिनहरू त बबाल देखिरहेछ। छहरे हो कि घरै हो, कति किलोमिटर देखाएको छ। शिवपुरी गाउँपालिका इन्ट्री गऱ्यो है हामी चाहिँ। यहाँ तल चाहिँ खोला रहेछ, यहाँ चाहिँ सम्म रहेछ क्या, एकदम सम्म। यो चाहिँ शिवपुरी गाउँपालिका हो अरे। ठाउँ चाहिँ बबाल हो यार। यस्तो सम्म रहेछ बबाल। तल त माथिबाट तल आएपछि एकदम यो बजार रहेछ क्या, बजार एरिया प्लेन छ एकदम। यता त पुरै बल्ल आलु खन्दै हुनु रहेछ यता त। थाङ्सिर हो कि थाङ्सिर। यता त बल्ल आलु खन्दै हो चाहिँ, तोरी पनि पाक्न लागेछ अब। यस्तो रमाइलो ठाउँ यार है। काठमाडौँमा गाडी चलाउँदा त मैले बाइक कुदाउन पनि बिर्सेछु यार। 70-80 जाँदा जिरिङ हुन्छ, अहिले त के हो। मेरो गाडी त उता हिँड्दा कुद्न नि बिर्सेछ कि आजकल त यार। काठमाडौँ हिँड्दा यार दुगुर्न नि माने छैन त्यति साह्रै।
कतै नेकपा एमाले कतै स्वतन्त्र पार्टीको घन्टी कुदिरहेछ अगाडि। फेरि चुनाव त बबालै लाग्छ है बबाल। तर गाउँ यस्तो बबाल देखिएछ यार। पारी पारी पनि त्यो जङ्गलको माथि माथि जाँदा जाँदा घरहरू। त्यो खै यहाँ त बबाल पुल रहेछ दामी है। माथि झलङ्गे पुल तलको राइट हानेर जाने रहेछ। अब यो त यस्तो छ बबाल पुलहरू। यहाँ चाहिँ झोलुङ्गे पुल, यहाँ चाहिँ बदाल खोला रहेछ क्या। लिखु गाउँपालिका वडा नम्बर 4 अरे। अब यहाँबाट हामीले ट्याक्क लेफ्ट हानेर जाने हो फेरि है। ए त्यो ब्याट्री सक्यो, त्यो ब्याट्री चेन्ज गरिदिए। उहाँ पैसा फाल्नु भएको। नै क्या पैसा, त्यो पैसै छैन मसँग त्यो फाल्ने पैसा। कसम नम्बरै होइन, कोही मान्छे आएर तँलाई मार्छु 5 रुपियाँ निकाल भने छैन क्या मसँग त। मोबाइल ब्याङ्किङ गरिदिन्छु भन्ने हो। मोबाइल ब्याङ्किङ क्युआर नै म ब्याङ्किङ गरिदिन्छु भन्ने हो। जाउँ ए ल जाउँ त्यसो। बाटो सबै यस्तै हो नम्बरी। माथि अब मन्दिर पुग्ने बेलामा चाहिँ अलिकति अफरोड छ। तपाईँलाई र रुसपेन्द्रलाई एउटै खालको हेलमेट मन पर्दो रहेछ क्या। रुसपेन्द्रलाई ए उसलाई पनि यस्तै मन। उसले पनि यस्तै हो। बोल्नु आनन्द हुन्छ त नम्बरी। त्यसरी बोल्यो हैन। फेरि राख्यो है। हिँडा दियो अगाडि स्कुटीवाला। खतरा कुदाउने हो स्कुटी त है। सिधा बाटोमा त उनी हो फेरि। यहाँबाट पनि टक्क लेफ्ट हानेर बाटो त सबै यस्तै यस्तै रहेछ। अब गाउँतिर छिरियो। गाउँ हे साहब। यो पुरै बाटो चाहिँ साँघुरो भए पनि पिचै रहेछ है। पारी पारी पनि कस्तो बबाल रहेछ बाटो यो। त्यो ठाउँ त बसरी दामी यार। मलाई त राम्रो लाग्यो यो ठाउँ यार। अति धेरै हो आलु लगाएको। फेरि थोरै होइन क्या, एकदम ठुल्ठुलो गराहरूमा कति लगाउने छ क्या। पुरै 3-4 गरै। यहाँ अगाडि चाहिँ ड्रागन फ्रुट खेती हो क्या। यहाँ चाहिँ ड्रागन फ्रुट खेती। आलु पनि कति धेरै छ क्या। फेरि हरिब हुँदो रहेछ क्या आलु पनि फेरि यहाँ। यो चाहिँ ड्रागन फ्रुट खेती। हरियो घाँस लिएर आइ नानीले साइड पर्यो।
हजुरको डन्डाहरू सम्हाल्नुहोस् है म्याडम। ओहे यस्तो त नगर्नु पर्ने यो बाटोमा यार। हामी चाहिँ अब यो पुल तरेर सरेर लाग्यो। अब ओह्रालो झरेर सक्यो, अफेर उकालो चढ्ने होला होइन, मलाई त्यस्तै लाग्छ कि। अघि हो पारिबाट देखिएको अब ठाउँतिर आइयो क्या। त्यो खेतीपाती त डरै हुँदो रहेछ है यहाँ त, क्यान्डल स्यान्डल खत्रै छ। तोरी पनि पाकिसकेछ। कस्तो दामी यार ठाउँहरू यार, कस्तो मलाई त दामी एकदम मन हर भएर आएको छ मन पनि यार। डुप्चेश्वर महादेव यता रे देखाएकै रहेछ हेराइदिएर। लब अब आइपुग्न लागिएछ क्या हामी त यार। यहाँ चाहिँ बाटो बन्दै रहेछ है। बाटो बनाउने काम जारी छ यहाँ चाहिँ। बन्दै रहेछ क्या बाटो, बनाउँदै रहेछ यहाँ चाहिँ, फराकिलो भएछ यहाँ चाहिँ यस्तो। यहाँ तल चाहिँ खोला सला ल। यहाँ चाहिँ काम यसरी हुँदो रहेछ के भन्छ अरे, उसभन्दा पनि यो पिच गर्ने सामान ल्याउँदो रहेछ क्या यहाँ चाहिँ सबै यस्तो ढलाइ गर्ने रहेछ क्या। त्यो अर्कोवाला पिचिङ ल्याउने होइन रहेछ, पुरै ढलाइ गर्ने रहेछ यहाँ चाहिँ। डोकु खोला पुल अरे। खोलाको मजा लिँदै हामी चाहिँ जाँदैछौँ। कुन बजार आयो? बच्चा देवी के हो कि बच्चा देवी हो कि बच्चे देवी हो, ठाउँको नाम पनि बुझिएन। डुप्चेश्वर त यता रहेछ। भाइ बाटो त यहाँ त बहुत डेन्जर छ यार। ओहो यता त अलिक खत्रै रहेछ है बाटो गाइज। बी केयरफुल गरेर आउनुपर्ने हुन्छ रहेछ यहाँ त यार।
बाटो साँघुरो अनि एकदम भिड रहेछ क्या। गाउँ छ यहाँ त ठुल्ठुलो भइसकेको छ गाउँहरू पनि यहाँ। खेती चाहिँ बबाल हुँदो रहेछ यता, राम्रो हुँदो रहेछ। हेर्नु त गाउँ पनि यस्तो बबाल दामी भएको छ गाउँ पनि। उता उता अलिक सानै सानै थियो, यता यता त ठुल्ठुलो भइसकेको छ। हामी चाहिँ अहिले घट्टे खोला पुल आइपुग्यो। हामी लगभग लगभग दुप्तेश्वर महादेव आइपुगिन लागेको जस्तो छ। यता देखाएको छ फेरि लेफ्ट। सजिलो रहेछ पुरै। उसी बोर्डै राखेको रहेछ। बोर्ड राखेपछि त सजिलो हुन्छ नि त हेर्दै हेर्दै जानको लागि होइन। त्यही हो। अब चाहिँ आइपुग्नु लाग्यो जस्तो छ हामी। कुन बजार हो कुन यो? ओइ ठुल्ठुलो ट्रकहरू आयो भने बहुत गाह्रो हुन्छ। यस्तो दामी के पारी पारी हेर्नु त। यो गाउँ पनि बबालै हुँदो रहेछ। आलु र गाउँ चाहिँ खत्रै हुँदो रहेछ यता। यस्तो बबाल भएको छ यार गाउँ पनि पारिपट्टि यार। एकदम चित्र बनाएर राखेको जस्तो यार। यहाँ त क्रेसर रहेछ, गिटीको फ्याक्ट्री रहेछ, गिटी बनाउने ठाउँ। यो साइडमा चाहिँ के भइरहेछ भन्दाखेरि के भइरहेको रहेछ बाटो चाहिँ भन्दाखेरि भर्खर बन्दै रहेछ नि त्यही बाटोहरू। भर्खर नाली बनाएर सकेछ, अरू जति बनाउन बाँकी नै रहेछ कि यता चाहिँ। त्यही हो, यो साइड चाहिँ भर्खर बाटो बन्दै रहेछ। अरूतिर त ठिकै छ, बाँकी यति नै हो। अलिक गाह्रो भनेको भने के गाह्रो होइन, राम्रै छ। धुलो मात्रै उड्ने हो, अरू त केही पनि होइन। अलिक धुलो चाहिँ बबालै उड्छ है। देख्न सक्नुहुन्छ अगाडि गइसक्यो साथी चाहिँ। अनि धुलो चाहिँ बबालै उडिरहेछ। कामहरू भइरहेछ मजाले। चाहिँ हरियाली छ खेतभरि जम्मै। खेतीबारी त बबाल गर्ने छ यता चाहिँ। सकेसम्म चाहिँ खेतबारीहरू बाँझो नराख्ने रहेछ। अनि बारीहरू पनि लास्टै मलिलो छ जस्तो छ। हेर्नु कालो देखेको छ पुरै उसको माटोहरू। अन्न पनि बेसरी हुँदो रहेछ कि यता चाहिँ। दुप्तेश्वर गाउँपालिका यहाँहरूलाई हार्दिक स्वागत छ। ल अब गाउँपालिका दुप्तेश्वर गाउँपालिका छिरियो। यहाँ त क्या रहेछ, बिहा रहेछ कि हो त्यो। यस्तो झन्डा छ त पुरै यार। यो यस्तो पूजा केही होला, म त बुझ्न सकिनँ के हो त्यो। त्यहाँ पूजा गरेर भ्याएपछि चाहिँ हामी रिटर्न ब्याक। यो बिस्तारै घुम्दै आउने गाउँमा चाहिँ ठुलो बाटो चाहिँ यस्तो। धुलो चाहिँ बबालै छ यार। यहाँ चाहिँ चोलङ्गी पुल रहेछ, अगाडि चाहिँ गाडी जाने पुल।
हामी चाहिँ राइट साइडमा लेफ्ट साइडबाट जाने रहेछ मासतिर यी पुराना पुराना घरहरू गाउँको पुराना घरहरू यस्तो अब त आयो होला भन्छु आउँदैन अब त आयो होला भन्छु आउँदैन काटेर अझै कति छ र हो तेरिका मान्छेलाई यहाँ मुद्दा आइसक्यो यार कति बेला आइपुग्ने रहेछ र ओ माई गड तोरीबारी फुल्यो धानका बाला झुल्यो खेतैमा भन्दा जस्तो तोरीका बाला झुल्यो खेतैमा अब चाहिँ आयो है आयो सबैले टिका सिका लगाएर आइसकेछ हामी कति बेला पुग्ने हो दुप्तेश्वर माध्यमिक विद्यालय कोटबारी होटल यो मास्तिर चाहिँ कोटबारी होटल आइछ क्या दुप्तेश्वर महादेव मार्ग भनेछ के र आइपुगेछ अब त ल फाइनली आइपुग्यो है अब चाहिँ अब हिँड्दा हिँड्दा ओ माथि वहाँ भित्ता क्यापमा आइस जाने चाहिँ आइ ओ माथि आइ माइघाट सेट मन्दिर आइपुग्यो मन्दिर भाइ मान्छे निकै भिड छ है गाडी त बाइक त उतै जान्छ कि हो मन्दिर आइपुग्यो है मन्दिर के यस्तो खुर्सानीको अचार हो क्या यहाँ चाहिँ खोला खोलै खोला केटाहरू त खोला पनि तरेर गइसक्यो त गाँठे ए यहाँ राख्ने चाहिँ के हो क्या गाडी घोडा त ल अब दुप्तेश्वर महादेव चाहिँ आइपुग्यौँ हामी अनि खतरनाकै लाइन छ है माथि चाहिँ है बबालै लाइन त्यही हो अब हामी चाहिँ माथि जाँदैन दिदी र म चाहिँ तलै नै बस्ने हो किनकि डेन्जरै लाइन छ माथि चाहिँ त्यही भएर माथि चाहिँ हामी गइन्न द्याट्स वाइ हामी चाहिँ यहाँ फुलपाती अचता किन्न साम्छौँ मात्रै है त्यसपछि हामी चाहिँ फर्केछौँ बबाल साग दुप्तेश्वर सर उहाँ दुप्तेश्वर आउनु भएको छ पारिपट्टि चाहिँ बबाल देखिरहेछ गाउँहरू होइन यस्तो पब्लिकको लास्टै भिड छ यहाँ यहाँ माथि देख्न सक्नुहुन्छ यहाँ साथीहरू चाहिँ माथि गयो हामी चाहिँ नजाने किनभने त्यहाँ एकदम भिड छ लाइन छ द्याट्स वाइ हामी चाहिँ ब्याक टु तल पार्किङमै गएर अब वेट गर्नुपर्ने हुन्छ अनि गुडागुडी यस्तो छ बबाल त्यही हो अब हामी चाहिँ रिटर्न ब्याक भएर माथि जान त मन थियो तर भिड चाहिँ बबालै भिड छ रुद्राक्ष
ओइ जेरी खानु पुलाउ त मलाई चाहिँ जेरी जेरी लडी कस्तो गरेर जेरी खान्छौ न जेरी चाहिँ खान मन लाग्थ्यो तर जेरी चाहिँ नखाम यो डाइटको खिलाफ हुन्छ यो नजाम मलाई कालो मूर्ति चाहिँ यो त कसको हो के हो त्यो पढ्नुपर्छ गणेश पण्डित हो पण्डित बाजेको मूर्ति बनाएर राखेको छ त्यहाँ ल त्यही हो म चाहिँ ती माथि गएन अनि भिड पनि थियो अनि मुख पनि जुठो भइसक्यो थियो बिहान बिहानै त्यही भएर पनि माथि किन्न नगएको हामी यहाँबाट तलैबाट हेरेको साथी चाहिँ माथि गएको छ पूजा गरेर आउने रे अनि म चाहिँ अब यहाँ टक्क घाम तापेर बस्छु भन्ने सोचिरहेको छु यहाँ अनि मिल्यो भने चाहिँ एक चक्कर ड्रोन उडाउन पर्ला भन्ने सोचेछु लेट्स सी के हुन्छ है त यहाँ चाहिँ पुरा फोटो खिच्ने काम चलिरहेको छ एन्ड यो साइडमा छ नि यो तलपट्टि खाएर सब यो फोहोर प्लास्टिकहरू प्लेटहरू यही फालिरहेको छ क्या यो फाल्ने काम चाहिँ एकदम नराम्रो हो क्या जस्ट अब यता लिएर आएर डस्टबिनमा राख्दा हुन्छ त होइन धार्मिक स्थल हो किन फोहोर गराउनु है म चाहिँ यो भन्न चाहन्छु है म तपाईँहरूलाई फोहोर पनि देखाउँछु ल यो हो कि यो फोहोरहरू छ नि यो फोहोर हो यहाँ तल सब होइन यो खाएपछि सही ठाउँमा राख्नुपर्छ भन्ने कुरो थाहा छ कि छैन कसैलाई हामी सब एजुकेटेड पर्सनहरू है यत्रो खाइन्छ उस गरिन्छ त्यसपछि डस्टबिन छ त उता पछाडि डस्टबिन छ डस्टबिनमा लगाएर राख्नु है अनि फाल्दिनु त्यता जलाउनु त जलाइरहेको रहेछ तर पनि त्यो राम्रो होइन यसरी फालेको डस्टबिनमा लगाएर राखेको राम्रो हो त्यो धार्मिक स्थल हो फोहोर चाहिँ नगरौँ यस्तो राम्रो खोला छ है यो खोलाको छेउमा गएर यस्तो फोहोर चाहिँ नगर्नु भए राम्रो भन्छु मैले चाहिँ यो फोहोर गरेको चाहिँ नराम्रो हो यसमा चाहिँ अलिकति सोचौँ भन्न चाहन्छु एन्ड त्यही हो अब चाहिँ हामी पूजापाठ गरेर अब सकिन लागिसक्यो साथीले अनि अब चाहिँ फर्किने त्यही हो फोहोर चाहिँ नगरौँ है कसैले खाएर सब यो डस्टबिनहरू रहेछ डस्टबिनहरूमा फाल्दिनु यता हो उता पनि छ त्यही हो ल अब चाहिँ हामी फर्किने तर्खरमा छौँ यो पनि
म त चेक गरेको के रेकर्ड भएको छैन चेक मात्रै गरेको ल यो चाहिँ काउन्ट के भएको भन्दाखेरि म क्लियर बताइदिन्छु सिडी गन्दाखेरि हारेर उठबस गर्न लाग्यो है ल यही ल यही छिटो ल भएन पुरै बस्नुपर्छ यसरी पुरै बस्नुपर्छ पास न हो जम्मा पास त हो नि जम्मा ल चाँडो एक लाल परी तीन चार यसको उडाउने यसरी ल यो चाहिँ पनिसमेन्ट सिडी बाइकले चाहिँ चट्ट यो दुप्तेश्वर महादेवको रुद्राक्ष लगायो है ल दुप्तेश्वर महादेव बाई बाई सी यू सुन फेरि भेटौँला भन्दै अहिलेलाई चाहिँ हामी यहाँबाट चाहिँ अब निस्केको